हेलो सबैलाई र यहाँ यस्तो मजाको ठाउँबाट आजको कन्टेन्ट सुरु भइरहेको छ हेर्न सक्नुहुन्छ। यो चाहिँ सुम्बुक जाने बाटो, यहाँबाट चाहिँ सुम्बुक जान्छ। अन्त एकदमै दामी जग्गा छ यो चाहिँ, हेर्न सक्नुहुन्छ। यस्तो खुल्ला, आजको दिन पनि एकदमै दामी घमाइलो दिन भइरहेको छ। र हामी यतिजना यहाँनिर छौँ र 3-4 जना अघि नै गइसकेको छ। हामी चाहिँ के को लागि गइरहेको छौँ भनेदेखिलाई चाहिँ चर्च सफा गर्ने हामी पिकनिक पनि खाने गएको अनि त्यहाँ चाहिँ मण्डलीहरू छैन सो अहिले चाहिँ हैन हामी त्यो चर्च चाहिँ अलि सफा गर्नु जाँदैछौँ। अनि यहाँ छ है रमेश पनि बकरै हुनुहुन्छ, उहाँसँग पनि उहाँलाई पनि शेयर कमेन्ट गर्दा हुन्छ है उहाँलाई पनि। समझ रहे हो ना? दुई शब्द फुटबलको कुरा गरौँ। बात त सही है। हाम्रो फेरि लम्बु भाइ क्यामेरा पनि तल हुन्छ यी भाइको भिडियो गर्दा चाहिँ। यो हाम्रो हेन्सम भाइ सो हामी अब यहाँदेखि जानेछौँ र गएपछि हामी त्यो स्पटमा पुगेपछि त्यहाँको कन्टेन्टलाई हामी कन्टिन्यू गर्नेछौँ है त। सो गाइस फाइनली हामी स्पटमा आइपुगिसकेका छौँ र हामी चाहिँ यो चर्च आज सरसफाइ गर्नको लागि आएको हौँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले मण्डलीहरू कोही पनि छैन छ। यहाँको अगवजन चाहिँ बितेको कारणले गर्दाखेरिलाई मण्डलीहरू भाताङभुङ्गे भएर यताउता सबै चर्च छोडी गएछ। यस्तै छ चर्च चाहिँ अहिले पुरा झोरीहरू भएको रहेछ। डाक्टर केपी योनाद्वारा चाहिँ यो चर्च निर्माण भएको। यहाँ हाम्रो बहिनी चाहिँ अघि आएको, यहाँ छुरी बिर्सेको कारणले गर्दाखेरि पचाक पिचिक बनाइसकेको काँक्रा बार्दै बसिरहेको रहेछ। उहाँको नाम चाहिँ रिता हुनुहुन्छ है। राम्रै छ हेर्न सक्नुहुन्छ। अझै मेरै भएको यम एउटा राउन्ड कट हुन्छ। थ्याङ्क यू। छुरी लिएको छ त यो चाहिँ आजको हाम्रो चर्च यस्तो छ। राम्रो त छ। आमा आउजाको ला कक्रोचले सब सकेछ बक्सेर। यो चाहिँ बक्स रहेछ। बक्सको हालत यस्तो रहेछ है। परमेश्वरको पवित्र भवन। आज हामी यसलाई चाहिँ अब सरसफाइ गर्नेछौँ। ल स्टार्ट है। गरम यहाँनिर चाहिँ बत्ती पनि छैन, फ्यान पनि चलेको छैन सर। गरमले कराइदिँदैछ, एकदमै गरम छ। हामी लगभग सक्नै आँटिसक्यो हेर्न सक्नुहुन्छ। यसो कमिला हेर्नुहोस् है। आम्मा ए कमिला मामा पसिना त खतरा। यस्तो गरममा चाहिँ साह्रो काम गर्नुपर्दा चाहिँ यो कमिला अझै छ। यहाँ चाहिँ कमिला सफा गरेर हरेस गरमले यहाँ देखाउने त्यो मासु चाहिँ मलाई दिनु न टेन्टेन यहाँ ल्याउनु न। थ्याङ्क यू रमेश दा।
थ्याङ्क यू रमेश दा रमेश थ्याङ्क यू रमेश दिदी बहिनी भन्नु न सक्नुहुन्छ एकदमै यो मान्छे चाहिँ भोकाले बेलामा चाहिँ एकदम बोल्दैन उसलाई सोधेर फाइदा छैन कस्तो छ भाइ नै यहाँ खाना तपाईँले खाना खाएर चाहिँ हाम्रो दिदीबहिनीले यस्तो गरममा पनि आगोमा भिजाएर पकाएर रेडी गर्नुभएको छ है गरममै जिल्ला यहाँ आगोमा यस्तो गरममा फाइनली हामीले चर्च सफा गरेर सकिसकेछौँ हेर्न सक्नुहुन्छ बिहान कस्तो थियो र अहिले कस्तो भएको छ एकदमै सफा गरिसकेको छ हामीले भित्रदेखि लिएर बाहिर टाकटुकै तिम्रो आँखाको रानी म भए अङ्गालो भित्र हराइ गए जीवनको नदी बगेर आयो मृत्युलाई हेर बगाइ लग्यो